भनेर सबै बोलेको अनि चेक लिएर गएको म पनि गएको जाउरा खेल भनेर के भनेको हैन दाजु बहिनी भन्थ्यो त फेरि ए दाजु बहिनी भरत पनि दाजु नै थियो अनि भरतेबाट पनि रक्षाबन्धन त बाँधेकै थियो एकचोटि भरतेबाट नि रक्षाबन्धनमा खाना घिच्न बोलाएर रक्षाबन्धन मेरो कान्छो दाइले दिदी रक्षा बाँधिदिन भन्दाखेरि ठ्यास भइसकेर र रक्षा नबाँधिदिएको रहेछ है भनेको मेरो चेक लिएर घुम्नु गएको विजय कार्यको सुगत को हो त किन भिडियो हटाइदिएको त्यसको तपाईँले मेरो हटाएन त्यसले किन मेरो हालेर चाहिँ बिहे थापा मैले पाउनु पर्ने पैसा चेक लिएर घुमेको विजय लिना भनेको त कुन टपिक्समा बोल्ने कुन टपिक्समा नबोल्ने नसिकाउ त बहिनी हो कि भाइ हो त्यसको बुढाले गरेको मेसेज पनि छ त्यसको बुढीले गरेको मेसेज नि मेरो बुढा जस्तो सुतोस् त मलाई के भयो त भनेर मेसेज गरेको यो मेसेज छ विजयको बुढीले यसो सर्ट देखाउनु त्यहाँ मेरो आइडी भन्नु त म देखाइदिन्छु आइडी जान्छ नदेखाउनु ए हो पर्सनल मेसेजहरू देखाउनु हुँदैन मलाई विजयकी बुढीले मलाई मेसेज पठाएकी छ भन्दै चाहिँ भुइसी छाला मलाई मसँग नि छ मेसेज मजा नि छ माइतीमा बसेर चुरी फिट्न गर्थेँ माइती बाबामा लिएर आइज च्यालेन्ज दिन्छु मैले अनि दाइ भनेर पुरा हुन्छ अनि के बाबाले चाहिँ करोडपतिको छोरी भन्छ कि रोडपति नेसला रोडपति रहेछ अनि त छालाले टिकटकबाट मागेर गिफ्ट मागेर भिख मागेर ल्याएको 30,000 पैसा पनि लिन्छ अरे के करोडपतिको फेरि रोडपतिको आमाले चाहिँ ए त्यो त भन्नु हुँदैन घरभित्र राखेर अस्ट्रेलिया घुम्न गएका छोरो बिचारा अस्ट्रेलिया थियो अनि छोरो त अब क्यासिनोतिर काम पनि बिग्रेको छोरो अस्ट्रेलिया चाहिँ घुम्न लगेन भनेर भन्छन् भनेर घरभित्र राखेर घर निलाममा थियो पहिला अब अहिले के हो थाहा भएन ल त्यही हो अनि करोडको धम्की दिन्छ कि तर मैले यो कुराहरू हामीले भैँसीको थोतनाबाट सुनेको भगवान जाने मेरो आमा बाबु अस्ट्रेलिया घुम्न गएको हेर्ता भनेर देखाएको थिएँ त्यही पनि घरभित्र राखेर गएका अरे भन्थे आफ्नै बाबामाको बेजत गर्थेँ लाइफमा बसेर आफ्नै आमालाई राडी रन्डी भने कि आइएम स्योर मैले अनि त्यतिखेर साथ दिएको किन त्यस्तो भने कि बाबामालाई म पनि एक्लो छोरी हो म साथ दिन्छु भनेर त्यतिखेर भेटेको हो क्या डोना हामीले यो कुराहरू खोलिरहनु चाहिँ जरुरत थिएन कि तर अति धाक लगायो कि मेरो बाउ माइती करोड तेरो दाइलाई पनि त्यहाँ हेर्दा कति लो भएर कति सपना देखाएर तेरो दाइलाई पनि के गरेको छ आमा 10,000 पैसा हालिदिएको छ अरे यस्तो रे मेरो दाइलाई त यस्तो रे मेरो पोखरामा मेरो सुमितको बाबुको सम्पत्ति ल्याएर राखेको छु मेरो माइतीमा छ माइतीले दिँदैनन् तँलाई म घर बनाउँछु त हामी पोखरा बस्ने भनेर भने कि पहिल्यै भनेको त्यही भएर त तेरो दाइ हेर न मरिहत्ते आमा अनि अहिले पनि क्युआर गरेर 10,000 हालिदिएको छ अरे त त्यही भएर पो हिजो भागेको भए के गर अरे भन्ने सुनेको थिएँ मैले अघि हालिने होला के थाहा बरु क्या ज्वाइँ भनिदिनुहोस् बरु म फुल सपोर्ट गरिदिन्छु साथीहरूलाई ज्वाइँ भनिदिनुहोस् म फुल भिखारीसँग चाहिँ 10,000 माग्नु भन्दा बरु मसँग आयो मैले फुल ज्वाइँ भनिदिनुहोस् कसम भगवान कसम म ए दाजु तपाईँले ज्वाइँ भन्नु भने के भन्नुहुन्छ लु भन्नु त जार भन्नुहुन्छ कि जेठान भन्नुहुन्छ होइन हिजो पर्सनलमा राम्रोसँग हामीसँग सबैसँग राम्रो छ त्यो पुरानो दाइको कुरा नगरौँ बिचरा छोड्ने राम्रो मान्छे हो तपाईँले चिनेन भरत बस्नेत भनेर रामेछापमा सोध्न जानु ओखलढुङ्गा रामेछाप सबैले चिन्छन् भगवान कसम भलिबल खेल्थ्यो होइन राम्रो मान्छे तर के गर्नु बेटिका राम्रो भन्छ टिकटकमा सबै नाङ्गिसक्यो है त्यो के गर्नु त अरूको होइन कि मलाई भोलिको दिनको कुरा सम्झेर ल्याउँदा चाहिँ त्यो बच्चा बच्चीको भविष्य के होला भन्ने चाहिँ मलाई चाहिँ कस्तो चिन्ता लाग्यो कि हुन त तिमीहरू कहाँको तिमीहरूको परिवार कहाँको त्यो हामीलाई थाहा छैन होइन तर पनि त्यो बाल बच्चाको भविष्य अहिले बाउआमाको यस्तो भइरहेको छ सञ्जालभरि त्यो युट्युबभरि भोलि त्यो देख्दा त्यो बच्चाहरूको दिमाग कस्तो होला त्यो कुरा चाहिँ मैले सोचेँ अनि साँच्चीकै पीडित चाहिँ यहाँनिर यो कराउने झ्याम्पुतलीहरू भन्दा पनि त्यो सावित्र चाहिँ पीडित छ क्या त्यही भएर चाहिँ हामीले कुरा उठाएको पनि यति नै भएर हो क्या सावित्रीको तर मान्छेले कुरा नबुझेर हामीले अर्काको कुरा गरेर नगरी खाएको पच्दैन भन्छ नि अर्काको कुरा गरेकै होइन यो पब्लिकमा आएको भएर पब्लिकमा बोल्न मात्रै बाध्य भएको
म सिम्पलको छोरी थिएँ, म राम्रो गरेर म एकबाट दुई कसको हुँदैन जसको हुन्छ, जसले नि बिहा गर्छ होइन, बिहा गर्दैन र राम्रो नभएपछि कसले चिन्थ्यो र मलाई? त्यस्तो एकजनाको होइन कि एउटादेखि दुईटा बिहा गर्ने कति छन्, कति सामाजिक सञ्जालमा पहिलेदेखि गन्दगी भएर आएको मान्छेसँग सङ्गत गरेर म यो अब सामाजिक सञ्जालमा आएको होइन त, ल भन ल नाटी उही राम्रो रहेछ फेरि, उही राम्रो हुँदो रहेछ फेरि, के हो त सामाजिक सञ्जालमा आयो उही राम्रो रहेछ। तपाईँ काठमाडौँ चौकी जानु, त्यसलाई कसैले केस दिएछ भने मेरो गर्दन खिनाइदिन्छु। मैले अस्ति होइन हेर देविका, मैले यो कुरा पत्याएको थिइनँ कि तैँले भन्दा पनि मैले तँलाई तनै भने जेसुकै रिसा निल्छ, तैँले मलाई गाली गरेन गर, म तँलाई गाली गर्छु, मलाई तैँले गाली गर्नुहुन्छ। म तेरो पर्सनलमा कहिले पनि जान्न, तँलाई थाहा छ कतैले कुनै कुरा गर्छ भने म तेरो पर्सनल नगरै भन्छु म, किनकि म एउटा दिदी बहिनीहरूलाई मैले एकदमै माया गरेँ भने त म गर्छु, कहिले कराउँछु पनि होइन। तर हेर देविका, मैले तैँले भनेको कुरा पनि नपत्याएको थिएँ कि, तर मलाई चाहिँ जस मसँग एकदम नजिक भएको मान्छेले त्यो खालको कुरा गरेर त्यो छालाको मैले फोटै फालिदिएको, मलाई अति घिन लागेर कसम यो जीवन भन्ने आउँछ, यो बडा मानिसको जीवन भन्ने आउँछ, त्यो इमो लाइफमा हेर्न जानु। अनि एउटा सागर भन्ने आउँछ इमो लाइफको, केटा मान्छे धेरै छन्। अब केटा मान्छे बोल्दैन नि तारा, गौशाला हस्पिटल निस्किन्छ सबै गौशाला चौकीमा, भैँसीको गौशाला चौकीमा इमो लाइफको काण्ड सबै निकालिदिन्छु मैले पक्न, म नेपाल जाउन। होइन इमो लाइफको काण्ड अझै छ अरे क्या, अझै दुईटा केटी उयो गरेको पनि छ अरे क्या त्यो त्यहाँ गौशालामा त सब उनै छ, फाइलै छ, यसको रेकर्डै छ अरे क्या। मलाई त्यही भित्रको मान्छेले भनेर त मैले थर्काउनुको कारण यो हो कि, अनि मलाई इन्टरपोल लाउँछु, म तेरो आमालाई धम्की नदे, म तेरो आमा हो बुझिस्, तँ जस्तो भोलि केसै लड्नु पर्यो भने पनि मलाई तँ जस्तो टिकटक लाइभमा रुन पर्दैन, यति कुरा चाहिँ ठोका दिन्छु। इन्टरपोल मलाई पनि निकाल्छु भन्दै कुमार मसँग बस्दा मैले कुमार हस्पिटल गएर आउँदाखेरि मलाई गर्छु भन्थे। देविका टिकट काटिसक्यो त मान्छे, टिकट काटिदिसक्यो मान्छे, कता जाने टिकट काटिदिसक्यो मान्छेहरूले। तिनीहरू पनि त्यही त हो नि घोस्ट, अब के गर्नु, घरमा अब बुढा छोडेर विदेशमा बसेर कुरा सोध्नु लाग्यो पब्लिकमा, वा देविका तँलाई 3 दिन जेल हाले, कति दिन परे अनि तैँले सरी भनेर रुको रे, यो कथा के हो? रानीसँग भिडियो छ अरे त, 3 दिन पुरा जेल हालिदिएको रे, के दिमाग सरी भनेर खुट्टा ढोगेको रे, ओ यो हो ढोगेको रे। मलाई भेट्न बोला कि रुँदै चाहिँ म त्यसको रुममा गएको कि मलाई भेट्न बोलाएर म गएको रे, ल भन त ल, त्यो जे पनि भन्छ भगवान्, कुमारले मलाई मैले त्यसलाई कुमारले नभनिकन रानीसँग भिडियो छ अरे त, रानीसँग भिडियो छ भनिरहेको नि त, मैले दिमाग लगाएर अझै म गेम यस्तो खेल्छु मास्टर माइन्ड छाती ठोकेको कुमारलाई जेल लाग्यो भनेर 3 दिन जेल हाल्दै अरे हुँदैन के मेरो कुमारलाई कसरी राखेको थियो भने कति कस्तो हिसाबले भनेको तिमी सुन्यो होला, तिमी देख्यो होला तिमीले। दिदीले हालेको रे त साच्चै यो भएको चाहिँ के हो भन्दा वै देवीके क्यापिटल पुलिसमा कोही देखेर कति खाले के हैनौ क्यापिटल के हो के यो म अल्ल छु के। मैले अर्को एउटा कथा पनि सुनेको छु के, खासमा काली दिदी तेरो र यो छाला बीचको। काली दिदीसँग मेरो केही कथा छैन, काली दिदी मलाई भेट्न आएको त्यति हो। यो भन्दिनँ यहाँनिर, तपाईँलाई पर्सनलमा भनिदिउँला, भन्नुहुन्न क्या त्यो के हो यो, खै म त छक्क परेँ, म त नसुनेको। केही होइन त्यो झुटो, सबै झुटो भइसकेको कुरा मैले सुनेको। अनि तैँले सरी निकाल्दे भनेर ढोगेको भन्न आमा हिजो कराएको कराइदियो त नि, भन न त नि प्रुफ छ भने केही न, खोइ त नि हिजो त म बोलेको मात्र रहेछ, तँ बोलेको त रोइन छ भने त्यसले भन न, रेकर्ड छ भने के होइन कराएको थियो त्यसले कुरा दिदीलाई कालीलाई यो बिचमा नपार्नु होइन, मैले सुनेको थिएँ। बोल्ने भन्नु ल, बोल्नु रे माथि आएर बोल्नु रे भन्नु ल, बोल्नु रे भन्नु। खै यो होइन, म त काली दिदीको बिचमा पार्नु त खोजेको होइन, तर खै खासमा खै उसलाई उसको बिचमा नल्याउनु, तपाईँलाई थाहा नि बिचारी काली दिदी हो यो। यसो सोधेर मात्रै नभन्नै भन्नु छैन, नभने नि हुन्छ के फरक पर्छ। कालीलाई हामी इज्जत गर्छौँ, कालीलाई कसैले पनि यहाँ नाम नलिनु, किनभने हामी पर्सनलमा भनौँला तपाईँलाई। मलाई थाहा छ दिदी यो बारेमा हो र, को हो र हजुर
मलाई म्यासेज गर्नु त केही के जेल 3 दिन जेल गरेर चाहिँ म चाहिँ के गरेर बसेर थिएँ मेरो बुढो त कहिले खाइन त 3 दिन थुनेको कि 3 दिन थुनेको भनेको छ त वै गोस्ट थालाले जे नि बोल्छ थालाका जस्तो झुट त मैले पत्याउनु पर्यो अझै के भन्छ मैले मेरो बुढासँग जा भनेर पठाएको मैले त पठाइदिएको भन्छ कहिले मेरो बुढो खोसेको हो भन्छ कहिले के भन्छ त्यहाँ कुरा पत्याउँछौ घोषलाई मैले म्युट गरेको खोल्नै भएन हौ उसले 30,000 कमायो भने 10,000 रुपियाँ चाहिँ पाउनुपर्छ 30,000 कुमारले तनाइदियो भने मैले पठाएकै हो कुमार सर सुत्नलाई रे अनि 20,000 पठा भनेर मैले पठाएको रे अनि फेरि मेरो बुढा फसेको अरे के भनेको तँ के भनेको के जे नि बोल्छ हो त्यसको छोरा कसम कति खाकी छ भगवान पहिला त बाउ भन्ने टिका लगाएर भन्ने भन्थ्यो कोला मैले कुमारलाई तपाईँले टिका लगाएर एकचोटि भेटेको मान्छेलाई कसरी टिका लाउँछ त्यही भनेको थियो त्यसले त्यही हो तपाईँले टिका लगाएर बाउ भनेर टिका लगाएको रे बाउसँग गयो भनेर कुरा गरे हामीले उचाल्ने कुरा नि उसले सुने हिसाबले भने मात्रै हामीले चाहिँ उचाल्ने कुमार म बस्नेत कसरी कुमार सार्कीको छोरा कसरी बाउ हो बाउ भनेर टिका लगाएको थियो रे पछि भन्दै टिका लाइ अनि दिउँसोमा दाइ बेलुकामा साई भनेर त्यही गरेर अर्कालाई त्यो भने कि म त मर्यो त्यही भने थियो के भन्नु त्यो सुने हिसाबले भने मात्रै हो खास हामीले तिमीलाई उचाल्नु पछाने कुरा केही पनि छैन होइन डोना अब भोलि बिहानैदेखि अर्को आइडीमा धामी बस्छु म नआएको हो म त नआएको म वार्निङ भएर नआएको खास कुरा त्यसको त यो दाजुभाइ भन्ने साइन यति पवित्र छ तर त्यो रानीले साह्रो अपवित्र बनायो मेरो त दाई भनेपछि भाइ भनेपछि हाम्रो त सिद्धि हो त्यसको जस्तो मैले पनि दाइ